आस्तिक चाहिँ रेडी भइसक्यो। यतापट्टि चाहिँ सानी पुरा रेडी भइरहेछ। मेरो जेठानी दिदी पुरा रेडी भइसक्यो। यता छोरी रेडी भयो, आमा रेडी हुनुभयो र हामी सबैजना रेडी भएर जाँदैछौँ। कहाँ जाँदैछौँ होला हजुरले गेस गर्नुहोस् है। र मेरो छोरा चाहिँ अब गाडीमा चढ्न रेडी भयो ऊ पनि, र ठुलो बुवासँग अगाडि बस भनेको बस्यो अगाडि, र मेरो श्रीमानले चाहिँ गाडी चलाइराख्नु भएको छ। हामी 4 जना चाहिँ यता कोचेर बसिरहेको छौँ। 4 जना होइन 5 जना रहेछ क्यारे हामी है। र मेरो श्रीमान चाहिँ गाडी चलाउँदै पुरा हिँडिरहनु भएको छ। र हाम्रो स्न्याक्स चाहिँ आइसक्यो। यस्तो मिठो थियो स्न्याक्स पनि, एकदमै मिठो लाग्यो मलाई चाहिँ। र हामी सबैजना गेट टुगेदर गर्दैछौँ। के को गेट टुगेदर भन्दा मेरो दाइ र दिदीको चाहिँ 25th एनिभर्सरीको सानो गेट टुगेदर थियो हाम्रो। त्यही भएर हामी सबैजना फ्यामिली इन्जोय गर्दैछौँ। यता चाहिँ बाउ छोरा ऊ खाँदैछ मजाले, बाबाको प्लेटकै खानुपर्छ उसलाई चाहिँ। यता चाहिँ आमा छोरी, यता हामी फेरि तल लाइभ म्युजिक भइरहेको रहेछ, त्यही भएर तल आएर लाइभ म्युजिक सुनिरहेको थियौँ हामी। एकदमै राम्रो गीत गाउनु भएको थियो उहाँहरूले पनि, एकदमै रमाइलो भयो। र यतापट्टि चाहिँ दाजुभाइहरू इन्जोय गर्दै हुनुहुन्छ, र डान्स पनि एकछिनमा डान्स पनि आयो दाइको। दाइ चाहिँ एकदमै डान्स गर्नुपर्छ क्या उहाँलाई चाहिँ, एकदमै रमाइलो भएको थियो। र यता मेरो छोरा पनि ताली बजाउँदै इन्जोय गर्दैछ ऊ, र दादा र भाइ चाहिँ आनन्दले गीत सुन्दै डान्स गरेर जस्तो पनि। यतापट्टि ठुलो मम्मीसँग डान्स गर्दैछ ऊ। ठुलो मम्मीसँग चाहिँ एकदमै झ्यामिन्छ क्या ऊ चाहिँ, त्यही भएर ठुलो मम्मीसँग चाहिँ अलिक कम्फर्टेबल लाग्ने होला। हामी चाहिँ यता लेडिज पार्टी छुट्टै छौँ र एकदमै रमाइलो गर्दैछौँ। यता ऊ फेरि ठुलो मम्मीसँग डान्स गर्दै, दाइ पनि डान्स गर्दै हुनुहुन्छ। सबैजना रमाइलो इन्जोय गरिरहनु भएको छ। र एकछिनपछि चाहिँ हामी फेरि माथि जान्छौँ। अहिले चाहिँ म्युजिक इन्जोय गर्न आएको थियो हामी तल, एकदमै रमाइलो भएर थियो। हाम्रो टिम चाहिँ आधी चाहिँ मास्तिर बसिरहनु भएको थियो, हामी यतिजना चाहिँ तल थियौँ। म चाहिँ ठुलमम्मीसँग डान्स गर्दै थिएँ। कस्तो रमाइलो भयो नि मामु, एकदमै रमाइलो लाग्यो नि मलाई। हजुरहरूले मेरो डान्स मन पर्यो। मामु पनि यहाँ गीत गाएर रमाइलो गर्दै हुनुहुन्छ, अनि म नि रमाइलो गर्दैछु। अब चाहिँ हामी डान्स गर्न आएको। कस्तो रमाइलो गीत बजाउनु भएको थियो उहाँहरूले। जनाको साथ भएपछि त हामीलाई केही पनि चाहिँदैन। सबैजना रमाइलो गर्दै, हामी पनि रमाइलो मान्दै होइन कि रमाइलो नै भएको थियो। त्यसपछि चाहिँ यहाँ बाबुहरूले फेरि आफै गीत गाउने भनेर मेरो श्रीमानले पनि ल म पनि गाउँछु भनेर उहाँले पनि गाउनु भयो। एकदमै मिठो गीत सुनाउनु भयो सबैजनालाई, एकदमै मिठो गीत गाउनु भयो उहाँले पनि। त्यसपछि चाहिँ उहाँले दाइ र भाउजूलाई कङ्ग्रेचुलेसन भन्दै हुनुहुन्छ। अलिकति सानो स्पिच दिनुभएको थियो उहाँको आफ्नै तालमा। त्यसपछि हामी एकछिनपछि चाहिँ अब माथि जाने भनेर कुराकानी पनि भयो, र माथि डिनरको लागि सबै रेडी भइसकेको रहेछ। अब चाहिँ हामी खाना सर्भ गरेर खान्छौँ है त। यतापट्टि चाहिँ सबैजना बसिरहनु भएको छ। अब चाहिँ मेरो छोराहरूले पनि खाना ल्याएर खाँदैछ। उसलाई चाहिँ एकदम मिठो लागेछ नि, मिठो मिठो भन्दैछ उसले चाहिँ। अब चाहिँ हामी घरतिर लाग्नुपर्छ भनेर घरतिर फर्क्यौँ है। बाटो पनि यति खाली, कस्तो आनन्द हुने कि राति त बाटोमा हिँड्दाखेरि पनि। यतापट्टि चाहिँ मैले खिचेको, तर लाइटै पुगेन हेरेन। हाई चाहिँ हाई गरिरहनु भएको छ, देखेको छैन। हाम्रो दिन चाहिँ यसरी नै बितेर गयो। र दाइ भाउजूलाई एकदमै धेरै धेरै कङ्ग्रेचुलेसन 25th एनिभर्सरीको। सधैँभरि एकअर्कालाई साथ यसरी नै दिनुहोस्, सधैँभरि एकअर्कालाई यसरी नै धेरै माया गर्नुहोस्, त्यही हो हाम्रो शुभकामना। ओके, हजुरहरूलाई कस्तो लाग्यो त हाम्रो भिडियोहरू? मन पर्यो भने प्लिज लाइक गरिदिनुहोस् है। ओके बाई, फेरि पछि भेटौँला।